अहिले सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्छ भनेका छौँ। यदि कसैसँग दम र हिम्मत छ भने संसदको रोस्टममा हेरियोस्, सम्माननीय सभामुखज्यू, संसदको रेकर्डमा हेरियोस्। हामीले कहिल्यै पनि जथाभावी सडक पार्किङ गर्न पाउनुपर्छ भनेका छैनौँ। यस्ता भरात्मक अल्गोरिदम फैलाएर मान्छेको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस्, सम्माननीय सभामुखज्यू। हामीले त यति मात्र भनेका हौँ, प्रहरीको रुखो अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै नागरिकको आत्महत्या गर्न बाध्य नहोस्। कानुन सबका लागि बराबर हो, सम्माननीय सभामुखज्यू। ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारबाही किन हुँदैन, सम्माननीय सभामुखज्यू? न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 विधिभन्दा अर्को चिज छैन, सम्माननीय सभामुखज्यू। हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु, सम्माननीय सभामुखज्यू। हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ।